नबिर्सिकन गर्ने न यस्तो गर्ने टाउको भन्दा माथि चाहिँ नलाने न यो चाहिँ ध्यान पुर्याउनु पर्यो ठ्याक्कै यहाँसम्म लाने लाने ल्याउने यति गर्नु पर्यो 15 चोटि अर्को के गर्ने अर्को अब हल्लाउने 15 चोटि यताबाट हल्लाउनु न मेमले जस्तै होस् अब अर्को के गर्ने भन्दाखेरि अगाडि पछाडि गर्ने यो गर्ने अब यसपछि के गर्ने भन्दाखेरि यताबाट अगाडि पछाडि यो पनि गर्ने यो गर्ने गोलो गोलो उल्टो सुल्टो दुइटै गर्ने होइन अब अर्को के गर्ने भन्दाखेरि चाहिँ हातले यसरी सहायता लिने हात बाँधिहाल्नु न हातको सहायता लिने हात पुरा सिधा राख्ने अनि यति उठाउने फेरि तल ल्याउने जिउलाई नचलाउने जिउलाई होइन हातलाई चाहिँ मेरो हामीले फोकस गर्नु पर्यो है जिउ सिधा राख्ने फेरि तल ल्याउने अब अर्को लास्टमा के गर्ने भन्दा यसलाई चाहिँ यसरी अगाडि ल्याउने पछाडि ल्याउने अगाडि पछाडि यो वाला 15 चोटि गर्नु पर्यो सबै 15 चोटि गर्ने दिनमा 3 चोटि गर्नु पर्यो यो एक्सर्साइजहरू यो चाहिँ यसको लागि अब अर्को यहाँ सुतेर अब म खुट्टा भिड्नु सिकाउँछु सुत्नु त ये आपको कितना चाहिए ये कितना पड़ेगा नीचे ले दीजिएगा नीचे तभी जाना नहीं अब खुट्टालाई उचाल्नु पर्यो हजुरको कुन चाहिँ फ्र्याक्चर हुन्छ उचाल्नु पहिले एकचोटि माथि लानु त कतिसम्म गइरहेछ खुट्टा लानु त यो माथि त्यो बिचमा लुकाएको छ नि त्यो छोपेको भिडियो गर्न दिँदैन त्यही भएर मैले लुकेर गरेको छु किनभने भिडियो गर्न दिएको कारणले अब चाहिँ के गर्ने भन्दा